एभ्रिवान, वेलकम टु माई मिनी भ्लग डे 1। पहिला चाहिँ मेरो दिनको सुरुवात हुन्छ यो निम्बु पानी कागती पानीबाट। त्यसपछि बनाउँछु म चिया, अनि चिया बनाइसकेपछि चाहिँ म अब भात बसाले दाल, अनि त्यही बेलामा मेरो बाबु पनि उठिसक्यो। अनि तरकारीमा चाहिँ करेला र आलु, अनि फेरि नानी पनि उठिसक्यो। करेला र आलुपछि थोरै चटनी पनि बनाएँ, अनि बाबुलाई फेरि अलिकति बाँकी हिजोको लेफ्ट ओभर पनि थियो खाजा, त्यही फेरि खाना लाएँ बिहान भने। अनि नानीलाई पनि अब खुवाउँदैछु। अनि बाबुको लागि चाहिँ बाबु र म भएर चाहिँ स्कुलका लागि रेडी भयौँ। अनि नानीलाई चाहिँ बाई नानी, अनि हामी फेरि बाटोमा जाँदैछौँ। अब बाटो यस्तै छ, अन्डर कन्स्ट्रक्सन छ। अनि फाइनली हामी पुग्यौँ स्कुल। अनि म चाहिँ यता अकाउन्ट सेक्सनमा काम गर्छु। सोया मेरो साथी, मेरो कलिग। अनि त्यसपछि चाहिँ प्यारेन्ट्सहरू आइसक्नुभएको थियो, रिसिप्टहरू कटाएर दिइसकेँ। अनि यो दिउँसोतिर म एकदम टाउको दुखेर बिजी भएँ। अनि फर्कियौँ हामी स्कुलबाट। स्कुल छुट्टी भइसकेपछि अनि मेरो बाबुले चाहिँ मलाई देख्ने बित्तिकै आएर हक गर्यो। अनि बाबुलाई एकछिनपछि फेरि लगाएँ। अनि एकछिन खेलिसकेपछि चाहिँ फेरि अँध्यारो भइसक्यो, साँझ परिसक्यो। अनि खाना खाने टाइम भइसकेकोले म अब फेरि खाना खाएँ। त्यसपछि चाहिँ अब फाइनली इट्स अ रेस्ट टाइम। गुड नाइट एभ्रिवान, थ्याङ्क यू फर वाचिङ।